हिजो मात्रै त्यो डिडिसी याक चिज भन्ने त्यो बालेन्द्र शाहले खाथे। अहिले मार्केटमा त्यो आउट अफ स्टक नै भइसकेको रहेछ कि। साधारण पसलमा सोद्धाखेरि पनि बिहान मात्रै 5 पोको गयो, अहिले त छैन, भोलि चाहिँ आउँछ कि आउँदैन हेरौँ। स्टोरबाट नै स्टक छैन भन्ने कुरा चाहिँ सुन्छु। अहिले मार्केटमा एकदम बढिरहेछ, मार्केट बढिरहेछ भन्छ। तर योभन्दा धेरै साल अगाडि चाहिँ नि यो दुर्गाप्रसाईले यो प्रचण्डलाई चाहिँ नि बोलाएर घरमै चाहिँ नि यो दिएको थियो नि त, मार्सी चामलको भात र विभिन्न खालका परिकार खुवाएको थियो। त्यतिखेर चाहिँ प्रचण्डको केसम्म विरोध भएको थियो भने त्यो कुकुरले चाहिँ नि त्यो मार्सी चामलको भात होइन, तैँले 17,000 जनाको चाहिँ नि खुन मिसाएर तैँले गु घिच्दैछस् भनेर विभिन्न खालका चाहिँ नि गाली गलैजा सुन्न नसकिने र चाहिँ नि हेर्नै नसकिने कमेन्ट र भिडियोहरू थियो कि। हेर्नुहोस् त कति फरक छ कि। फरक त छ, के न के फरक त छ कि यो बालेन्द्र शाहमा। किनकि राष्ट्रपा विरुद्ध अरू पार्टी भए तापनि भित्रभित्र चाहिँ नि बालेन्द्र शाहले रुचाउने व्यक्तिहरू पनि रहेछ कि।